अहिले हामी अब उत्तरै आइपुगेको छ है हिजो हिँडेको अन्त हामी चाहिँ अब यहाँ हिजो रेस्ट गर्यो एक दिन अब अन्त अहिले चाहिँ बिहान उठेर यहाँ लोड हुँदैछ हाम्रो सबै सामानहरू हामी चाहिँ अब जाने चिवामा गएर हाम्रो पर्मिटहरू सब रेडी भइसक्यो चिवामा गएर त्यहाँ गाडी राखेर अनि त्यहाँबाट हामी कालीझारसम्म चाहिँ हामी हाइक गर्ने यस्तै 2 घन्टा जस्तो भन्दैछ यहाँ दाइहरूले त्यसको बादमा कालीझारमा चाहिँ क्याम्प गरेर भोलि बिहानको चाहिँ प्लान के छ भने चाहिँ बिहान 4 बजी उठेर गएर फोक्टे डाँडामा चाहिँ हामी सनराइज हेर्ने जतिसक्दो फोटोहरू पनि क्याप्चर गरेर म हाल्नेछु हो अहिले चाहिँ हामी यहाँबाट स्टार्ट गर्न आएको त्यो ल्याएको भने गान्तोकबाट ढुङ्गा हाल्नु स्पेसल गान्तोकबाट ल्याएको ढुङ्गा हाल भाइ निम लु छिटो काम चाहिँ पकाउनु पऱ्यो काम त पकायो भने कन्ट्राक्टर टाइम हेर्छु ल कति टाइम लाग्दैछ यस्तो यस्तो यसो भाइ आदर्श भाइ उयो निकाल्दिनु नि सर डोर्सको आदिवासी हो नानीहरू राम्रो हेर्छु नि सरकोबाट 1-2 शब्द हेलो मजा आउँदैछ हिँड्नु अहिले चाहिँ हामी चिया भन्ज्याङबाट हामी कालीझार जाँदैछ अब त्यहाँ हामी क्याम्प गर्छ आज अब इफ द वेदर सपोर्ट्स वी क्यान सी द सनराइज टुमोरो कहाँ जान्छ हामी सनराइज हेर्नु भाइ फोक्टे डाँडा त्यसको बाद फोक्टे डाँडा डाफे मुनाहरु है भाइ ठिक छ हाफवे सरको एक्टिङ भेरी कडा रहेछ नि अन्त गले पनि आए
अप्रोचिङ क्याम्प साइट राइट नाउ कालीझारको हिँडेर नट युज टु वकिङ इच एन्ड एभ्री वान अफ अस मेरो साइज यस्तो भइरहेको छ सुदान्त कम अन यु द लास्ट प्लिज डोन्ट बी अ डेड वेट top here on the top भोलि चाहिँ अब वेदरले कति सपोर्ट गर्छ थाहा छैन if weather supports us we're going to see a very nice view Karizhar 13,000 feet Siddharth bhai Yes, sir. how was the hike Good. yeah? Good one. You enjoyed Yes. you're not tired No. यो बाटमा कहाँ जाने तिमीहरू ट्रेकिङ हामी यहाँबाट अब अन्नपूर्ण बेस क्याम्प नेक्स्ट हाइकिङ सुन्डो लेक फोक्सोडो लेक यस रोशन दाजु how was the hike are you tired Amazing. quite a view के सङ दाजु यहाँ उसले जुत्ता उयो गर्दैछ निम दोर्जी तामाङ हजुर how was the hike इट वाज माइल्ड it was mild तिमी थाकेन मजा आयो जिस्केको छ तिमी थाकेन थाक्यो हल्का तर मजा आयो Yeah. अब मजा गर्नुपर्छ हो हो ल भोलि बिहान तिमी उठ्न सक्छौ अहिले मजा गर्यो भने सक्छ भोलि बिहान चाहिँ अब हामी फोक्टे डाँडा त्यसको लागि त आएको मेन ब्लक त त्यहाँ होपफुली भगवानको कृपाले मजाले खोल्लोस् वेदर खोल्यो भने चाहिँ भ्यू दामी हुन्छ दामी आउँछ माथि उहाँबाट दामी आउँछ उहीँबाट भोलि बिहान चाहिँ यहाँ खिच्छ ऊ माथि भने जस्तो आएछ मिलाउँदै के बनाएको तपाईँहरूले आलु फ्राई गरिरहेको अहिले हो भने मिक्स भेजको लागि त्यो चाहिँ आफ्नो सुविधा मजाले बनाइदिने छ त्यो चाहिँ के सिकाइदिने तपाईँले त्यो याक्सासँग दिने छैन त के देख्नु धुममा अलि दामी छ भ्यू त्यो रुक्यो हेर्नु न आमा हामी चाहिँ अहिले अब वी आर डिसेन्डिङ तल जाँदैछ सनराइज आज हामीले केही देख्नु पाएन बिकज द वेदर आइ एम भेरी